यसलाई चाहिँ हामीले सफा गर्छौँ सबै खुर्सानीहरुमा हेर्नु त हामीले सफा यसरी नै गरेका छौं र तपाईहरुले सफा गर्दाखेरि चाहिँ यो जुन यसरी लुत्ने यसरी हैन है यस्तो गर्दाखेरि यसको चाहिँ तल पनि जान सक्छ यो हैन माथि तान्ने यसरी माथि तान्ने र यसलाई सफा गर्ने यस्तो पनि गरिएको छ। र अर्को कुरा साथीहरु सँगसँगै तपाईहरुलाई मैले बताए यो रसी डन्डी कसरी राख्ने लट्ठी कसरी राख्ने भन्ने विषयमा यहाँ क्रस छ नि देख्नुभयो नि यहाँ क्रस छ सिधा छैन यहाँ नि क्रस छ यो क्रस यतापट्टि पनि क्रस गर्यो भने यसलाई पनि सपोर्ट गर्छ यतापट्टि क्रस गर्यो भने यसलाई पनि सपोर्ट गर्छ त्यसैले यहाँ पनि क्रस छ यहाँ पनि क्रस छ दुई ठाउँको चाहिँ लट्ठीहरु बलियो राख्ने त्यहाँ र त्यहाँ अनि बीचमा धागो लाउने र बीचमा चाहिँ यसलाई क्रस गर्ने यहाँ पनि हाल्नु पर्छ हामीले यहाँ पनि हाल्नु पर्छ जस्तै यो बाहिरपट्टि गएको जुन छ यसलाई बिस्तारै भित्र ल्याउने बिस्तारै चाहिँ यसलाई माया गरेर माया गर्ने है बिस्तारै माया गर्ने यसलाई चाहिँ यसलाई बिस्तारै माया गर्यो भने सर्लकै आउँछ यदि माया गर्नु भएन भने यो पिटिक्कै भाँचिन्छ साथी फेरि यसलाई एकदमै माया गरेर यसलाई यसरी माथि ल्याउनुस् अनि यहाँ चाहिँ माथि ल्याइसकेपछि हामीले यो लट्ठी छ यहाँ सिधा लट्ठी हुनुपर्छ अलिकति बाङ्गो भयो यो सिधा लट्ठीलाई के गर्नुस् तपाईहरुले यसलाई यसरी फेरि अब यहाँ यसलाई क्रस गर्ने यस्तो क्रस गर्ने के यसरी क्रस गर्ने र यहाँबाट फेरि यसलाई यहाँ पनि सिधा हो छ नि यसलाई पनि क्रस गर्ने यहाँ क्रस गरेपछि यहाँ पनि बाँधियो र यसलाई चाहिँ यसमा गाड्दिने यसरी लट्ठी गाडेपछि तपाईको अब यो बिरुवा के हुन्छ दरो भएर माथि आउँछ अनि यो चाहिँ ढल्न पाउँदैन यो बलियो हुन्छ यसलाई पनि सपोर्ट भयो यसले पनि सपोर्ट गर्यो र यसरी यहाँ सपोर्ट हुन्छ अब हामीले यहाँ पनि सपोर्ट दिएका छौं यतापट्टि पनि आवश्यकता पर्दाखेरि हामीले यहाँ पनि लट्ठी दिन सक्छौं सपोर्ट दिन सक्छौं। यसरी किसान साथीहरु तपाईहरुलाई अकबरे खुर्सानीको बारेमा यसमा दुईटा कुरा सिकाए एउटा तलको जमिनसँग जोडिएको मल्चिङसँग जोडिएको पात निकाल्ने र लट्ठी कसरी राख्ने भनेर चाहिँ यो गाडिएको छ त्यसैले तपाईहरुले यसलाई राम्रोसँग किसानहरुसँग पुर्याउनको लागि मेरा आदरणीय साथीहरु मेरा मित्रहरु किसान प्रेमी साथीहरु जो हामीले दिइरहेको कुरा जुन छ जुन यो एक ढंगले कृषिका कुराहरु किसानसँग जुन जोडिएका छन् यो विषयवस्तुलाई धेरै भन्दा धेरै किसानहरुसँग पुर्याउनको लागि म यहाँहरुलाई अनुरोध गर्छु। हामीले अनावश्यक कुरालाई कयौं लाखौं लाख भ्युज आएको लाखौं लाख कमेन्ट आएको देख्छौं भने हामी जो महत्त्वपूर्ण कुरा बारीमा किसानलाई समृद्धिका कुरा जोडिरहेका छौं यो समृद्धिका कुरा जोड्ने कुरा यहाँहरुको पनि हातमा दायित्व छ। यहाँहरु यदि किसान गर्नुभएको छैन भने पनि गर्नुस् गर्नुभएको छ भने पनि अझ अगाडि बढ्नुस् र यसलाई प्रोत्साहन गर्नुस्। हामी जस्ता किसानहरु जसले खेती गरिरहेका छौं जो पहाडमा खेती गरिरहेका छौं हामी जस्ता किसानहरुलाई चाहिँ तपाईहरुले प्रोत्साहन गर्नुस् अगाडि बढाउनुस् यो देशको समृद्धि यसैमा छ। है साथी जय कृषि जय किसान नमस्कार।